हट नेपाल नामक संस्थाद्वारा अग्नि पीड़ितलाई 1 महिना पुग्ने राहत र आवश्यक भाँडाकुँडा सहयोग प्रदान गरिएको छ। लहान नगरपालिका वडा नम्बर 12 भोटियाटोल मुसहर बस्तीमा सोमबार लागेको आगोले 5 घर परिवार विस्थापित भएका छन्। उक्त अग्नि पीड़ितहरूको सहयोगको लागि हेल्पिङ हट नेपाल आगो लागि भएको स्थानमा पुगी पीड़ितलाई सहयोग प्रदान गरेको छ। हेल्पिङ हट नेपालले अग्नि पीड़ितको सहयोगको लागि प्रदान गरेको राहतले धेरै सहजता थपेको लहान नगरपालिका वडा नम्बर 12 का वडा अध्यक्ष हरिनारायण चौधरीले बताए। आज यहाँ लहान 12 भोटियाटोलको मुसहरी टोलमा 5 घर जलेर नष्ट भएको छ। अग्नि पीड़ितहरूलाई उहाँहरूले तुरुन्तै चाहिँ अब भाडा बर्तन र खाद्यान्न चाहिँ यहाँ उपलब्ध गराउनुभयो। त्यसको लागि म आफ्नो तर्फबाट यहाँ वडावासीको तर्फबाट उहाँहरूलाई धेरैदेखि धन्यवाद दिन चाहन्छु। हेल्पिङ हट नेपालका महासचिव मोहम्मद मेराज खानले अग्नि पीड़ितलाई राहतको व्यवस्था गर्न संस्थाले निरन्तर प्रयास गरिरहेको र खाद्यान्न आवश्यक भाडाहरू उपलब्ध गराएको जनाए। लहान नगरपालिका वडा नम्बर 12 भोटियाटोलमा आछौ र केही बेर अगाडि नै यो सदाई टोलमा आगो लागेर यहाँका केही घरहरू जलेर नष्ट भएको छ र 5 जनाको घर चाहिँ जलेर पुरै नष्ट भइसकेको छ र अहिले हामी त्यही सर्वेको लागि आछौ र सक्दो उहाँहरूलाई केही राहत पनि सहयोग गर्नेछौँ। राहतमा चामल, चिउरा, तेल, नुन, चिनी र आवश्यक सामान उपलब्ध गराइएको छ।